नमस्कार, एबिसी वाचमा हार्दिक स्वागत छ। म अर्जुन लिम्बू। समसामयिक विषयमा हामी कार्यक्रममा कुराकानी गर्दछौँ। हाम्रा छिमेकी मुलुक भारत र चीन यति बेला युद्धतर्फ उन्मुख छन्। खास गरिकन भारतले पाकिस्तान प्रशासित काश्मीरमा अपरेसन सिन्दुर लन्च गरेपछि यति बेला भारत पाकिस्तानको सम्बन्ध तनावपूर्ण स्थितिबाट गुज्रिराखेको छ। विश्व नेताहरूबाट यस विषयमा चिन्ता व्यक्त गरिराख्नु भएको छ। सँगसँगै अरू समसामयिक विषय छन्। नेपालमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा छलफल भइराखेको छ र आगामी ज्येष्ठ 15 गते नेपालको संवैधानिक प्रावधान अनुसार सरकारले बजेट ल्याउने तयारी गरिराख्दाखेरि नीति तथा कार्यक्रममाथि भएको छलफलमा विपक्षी दलका माननीय ज्यूहरूले प्रखर एकदमै तीखो आलोचना गरिराख्नु भएको छ। समसामयिक विषयमा कुराकानी हुनेछन्। हामीसँग नेकपा माओवादी केन्द्रकी नेत्री, पूर्व राष्ट्रिय सभाका पूर्व अध्यक्ष समेत हुनुहुन्छ, माननीय उपाध्यक्ष समेत हुनुहुन्छ, माननीय उर्मिला अर्याल हुनुहुन्छ। हार्दिक स्वागत छ हजुरलाई। हजुर, हस्, नमस्कार सबैलाई नमस्कार। अब एकदमै यो खास गरिकन विषय त विविध छन्, तर अब अहिले यो हाम्रा छिमेकी देशहरू भारत पाकिस्तानको जुन किसिमको सम्बन्ध बनिराखेको छ त्यसको चाहिँ उनीहरू जति तनावपूर्ण स्थितिमा जान्छन् त्यति हाम्रो मुलुकलाई पनि त्यसले प्रभाव पार्नेसम्म होइन त्यो देखिन्छ। त्यो भएको हिसाबले यस्तो बेला नेपालले खेल्नुपर्ने भूमिका पनि केही हुन सक्छ कि भन्ने कुरा के? अब नेपालले मध्यस्थता गर्ने विषय भनेको चाहिँ अब धेरै ठुलो भूमिका खेल्न त हामी सक्दैनौँ। तर अब जति भारत र पाकिस्तानको बिचमा तिक्तता छ, नेपाल र पाकिस्तानको तिक्तता र नेपालको भारतसँगको तिक्तता त्यस्तो छैन। हाम्रो सम्बन्ध दुवै ठाउँमा अलि सौहार्द नै छ भन्नु पर्यो। र अझ अब छिमेकीको नाताले इन्डियासँग हामी अब आवत जावत सबै फ्री भएकोले अलिक क्लोज पनि छौँ। धेरै कुरो सहकार्य अब रोटीबेटीको सम्बन्धै छ हामीहरूको होइन। त्यो हिसाबले यसमा अलिकति नेपालले भूमिका खेल्नु पर्ने हो। तर पनि अब पाकिस्तान र भारतको चाहिँ नि यो सम्बन्धको कटुताहरू छेडछेडमा जुन किसिमले व्यक्त भइरहने र पाकिस्तानको सरकारको काम कारवाहीहरू पनि आफैमा पनि त्यति व्यवस्थित हुन सकेको छैन। अब चुनाव जितेको मान्छेलाई जेलमा कुचै छ, इमरान खान जस्तो मान्छेलाई होइन। त्यहाँको पुरा पनि एउटा बुद्धिजीवीहरूको प्रस्ताव पनि मैले अस्ति हेरेको थिएँ न्युज हेर्दाखेरि। अहिले इमरान खानलाई जेलबाट छुटाइ मात्रै दियो भने धेरै कुरो समस्या समाधान गर्थ्यो होला भन्ने जनताको अलिकति मैले बौद्धिक मान्छेहरूको यसो टक प्रोग्राम यसो हेरेको थिएँ पाकिस्तानको। त्यो हेर्दाखेरि इमरान खान अब त्यत्रो बहुमतले जिते मान्छेलाई उसले थुनेर राखेको छ। त्यस कारण त्यहाँ अलि शासन व्यवस्था अलि व्यवस्थित हुन नसक्ने, डेमोक्रेटिक वेमा चाहिँ नि एउटा इलेक्सनको प्रोसेसहरूलाई फलो गरेर जाने हो भने पाकिस्तानमा पनि अलिकति मान्छे हामीप्रति फेरि उनीहरू नेगेटिभ छैन नेपालप्रति त। तर नजिकको इन्डिया र नेपाल इन्डिया र पाकिस्तान बिचको चाहिँ नि यो अलिक कटुता चाहिँ क्षणिक एकदम भइराख्ने, त्यो छेउछेउमा उनीहरूको मारपिट भइराख्ने, कहिले के हुने उसले कसलाई डिस्टर्ब गर्ने यस्तो भइरहन्छ। अब त्यो अलि विधिवत निर्वाचित व्यक्तिलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोलाई राखेर शासन व्यवस्था गर्न पाएको, तर त्यसमा डिफ्रेन्ट ग्रुपहरू छ र बढी आर्मीको चाहिँ प्रभाव बढी छ कि जस्तो भन्ने सुनिन्छ। यथार्थ त मैले पनि बुझेको छैन। अब त्यो हिसाबले यो जस्तो ओपन बोर्डर छ नि त हामीहरूको त खास गरिकन भारतसँग। अब यो ओपन बोर्डरको चाहिँ यति बेला चाहिँ फाइदा उठ्छ कि अर्थात् यसको दुरुपयोग हुन्छ कि भन्ने चिन्ता र नेपाल सरकारको अब सुरक्षा परिषदको बैठकले पनि नाकामा कडाइ गर्ने भन्ने कुरा त आएको छ। असाध्यै संवेदनशील हिसाबले अत्यन्तै महत्त्व दिएर नेपालले यति बेला आफ्नो भूमिका त खेल्न पर्ने अवस्था त भयो नि। एकदमै। अब अहिले के छ भनेदेखि यो संवेदनशील बेला छ। हाम्रो बोर्डर फेरि त्यति अब ओपन खालकै छ अनि मान्छे पनि चिनिँदैन होइन। पाकिस्तानी, इन्डियन अब जो भए पनि अरू पनि यसो ठ्याक्क अनुहारैले चाहिँ अलि उस्तै हुन्छ। हामी नेपालका उता फेसहरू पनि मिल्दोजुल्दो हुन्छ। साउथ इन्डियन लगभग हामी होइन, त्यो साउथ एसियन कन्टिनेन्टका सबै हामी चाहिँ फेसहरू पनि मिल्ने। अलि भाषा पनि अब उर्दू पनि हिन्दी जस्तै हुन्छ होइन। अब हामी म त बोर्डरमा भएको हिन्दी र भोजपुरी हामी बोली पनि हाल्छौँ त्यो, र उता पनि भोजपुरी त्यस्तो अवधि चल्ने ठाउँ छ। त्यसले गर्दाखेरि अलिकति यो झुकिने हुन्छ चाहिँ बोर्डरमा त अब हामीले अलिकति हाम्रो भूमि चाहिँ फेरि कसैले दुरुपयोग गर्ने कुरोमा चाहिँ नजाओस्
होइन नेपालको तर्फबाट कुनै चिज नहोस् भन्ने कुरोमा त सतर्कता गभर्मेन्टले लिनै पर्यो र सबै नेपाली चाहिँ त्यसमा तटस्थ हुनु पर्यो र नेपाल गभर्मेन्टले चाहिँ साउथ एसियन रिजनको इस्यु भएको हुनाले हामीले गभर्मेन्टले चाहिँ अब पाकिस्तान र इन्डिया नेपाल अहिले सार्कको पनि त मेम्बर भयो त्यही हो छ सार्कलाई अलिकति भन्न प्यासिभ बनाइएको छ तर अब त्यो एउटा सम्बन्ध नै खास इन्डिया र पाकिस्तानको सम्बन्धको कारणले पनि हो त्यो प्यासिभ भएको र अहिले नेपालको चाहिँ भूमिका महत्त्वपूर्ण हुन्छ यो सम्बन्धमा किनभने इन्डियासँग पनि हाम्रो राम्रै सम्बन्ध छ पाकिस्तानसँगको सम्बन्ध पनि राम्रो छ र यो सन्दर्भमा हाम्रो गभर्मेन्टले अलि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ नै यसलाई अलिकति पहल गर्ने र दुईटाको कुराहरू मिलाउने विषयमा कति हामी सहजता साथ जान सक्छौँ भन्ने कुरो तर साथसाथै आफ्नो सीमा सुरक्षा र हाम्रो भूमिबाट कुनै पनि किसिमको एउटा विवादास्पद गतिविधिहरू गर्ने ठाउँ चाहिँ हामीले दिन मिल्दैन फेरि दिन नपरोस् र त्यसमा सतर्कता सरकारले अपनाओस् भन्ने कुरोमा चाहिँ अलिक बढी सजग हुनुपर्छ जस्तो लाग्छ त्यही त यता नेपालमा चाहिँ अब यो यति बेला सरकारले ल्याएको नीति तथा कार्यक्रमको संसदमा छलफल भइराखेको छ हजुर विभिन्न दल अर्थात् खास गरिकन विपक्षी दलका माननीयज्यूहरूले यसको आलोचना पनि गरिराख्नु भएको छ हजुर तपाईँको पनि चाहिँ यसमा टिप्पणी आएको छ यहाँले चाहिँ नीति तथा कार्यक्रममाथि जुन बहस हुन्छ जुन छलफल हुन्छ त्यो नै व्यर्थ छ भनिराख्नु भएको रहेछ क्या किन होला त्यो चाहिँ अब यो नीति र कार्यक्रममा जुन हामी बहस गर्छौँ छलफल गर्छौँ अब बजेट लिएर आउने बेलामा त्यसबाट निर्देशित हुनुपर्ने हो नि त त्यो बजेट नीति कार्यक्रममा र त बजेट र नीति कार्यक्रम लिएर आउने बेलामा कमसेकम एउटा सौहार्द हिसाबले सबै राष्ट्रकै सहमति हुने किसिमले र सबैलाई त्यसले चाहिँ एउटा होइन एकदम हाइली इम्प्रेस गर्ने र खुसी बनाउने किसिमले नीति कार्यक्रम आउनु पर्थ्यो र त्यो नीति कार्यक्रमको निरन्तरतामा पनि विगतका राम्रा नीति र कार्यक्रमहरूलाई पनि ओझेलमा पार्ने गरी आफ्नो हिसाबले जुन आयो होइन एउटा बदलाको भावनाले चाहिँ नि जुन आउँछ त्यो चाहिँ नि एउटा राष्ट्रिय सहमतिको वातावरणमा जानुपर्ने र सबैले यसले यो नीति कार्यक्रम साँच्चीकै राम्रो छ भन्ने र हिजोको राम्रा कामको नीतिहरूको पनि निरन्तरता गरेर जानुपर्ने कुरोमा चाहिँ ओझेलमा परेको देखिएको छ होइन त्यस कारण चाहिँ अब अहिलेको सरकार चाहिँ बदलाको भावनामा बढी प्रेरित भयो किनभने अब सबै पार्टीहरूलाई समेटेर जानेर सबै पार्टीको रुझान सोचहरू एउटा राष्ट्रिय एकीकृत नीति कार्यक्रम बनोस् भन्ने किसिमले सबैको सहमति लिने किसिमले अगाडि आउन सकेका छैन धेरै राम्रा कार्यक्रमहरूलाई पनि ओझेलमा पारेर उहाँहरूले त्यसलाई चाहिँ अब जुन किसिमको नीति कार्यक्रम आएको छ यो बदलाको भावनाले आउने जनतामुखी र राष्ट्रको प्रति बढी जिम्मेवार हुनुपर्ने सट्टा अब पार्टीगत द्वेषहरूबाट ग्रसित भएर चाहिँ गइरहेको देखिन्छ यो अहिलेको नीति तथा कार्यक्रम चाहिँ यहाँले भने जस्तो पूर्ववर्ती सरकारले ल्याएका अर्थात् चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भएका राम्रा कुराहरू पनि छुटे आएनन् भन्ने हो त्यही नै हो जस्तो अब के अरे प्रधानमन्त्री छोरी कार्यक्रम त्यो त धेरै राम्रो कार्यक्रम थियो नि त तर त्यो कार्यान्वयन भएन नि होइन अब त्यो त हुने टाइमै पाइएन त्यस्तै भयो सरकार चाहिँ एउटै भयो होइन अब त्यस्तै भयो तर धेरै चिजहरू अब आएको चाहिँ म अहिले ठ्याक्कै गिनाएर त भन्न सक्दिनँ होइन अब नोट गरेर चाहिँ राखेको छु त यस्ता कार्यक्रमहरू चाहिँ नि जुन आएको थियो होइन अब ती सबै कार्यक्रम चाहिँ ओझेलमा पारे पुरै हटाउनै पर्ने चाहिँ नि अलिकति संस्कार भएन कि अहिले विगतमा पनि मलाई लाग्छ पहिले अब दुईवटा पार्टी मात्रै थियो काङ्ग्रेस एमाले होइन अब नेग्लिजेन्स रूपमा राप्रपा अनि अरू सद्भावना यस्तो हुन्थ्यो म त 56 सालमा जितेर गएको त्यो बेलामा पनि कमसेकम नीति कार्यक्रम आउने बेलामा सत्तासीन दलका नेताहरूले सल्लाह गर्नुहुन्थ्यो क्या सबैसँग गएर सोध्नुहुन्थ्यो नीति कार्यक्रममा के राखौँ भने त्यो कल्चर चाहिँ अहिले हाम्रो बिग्रेको छ र अलि बढी कटुता बढेको क्या पार्टीहरूको बिचमा एउटा राष्ट्रिय सहमतिको वातावरण बनाऊँ होइन दलको अब विभिन्न दलले काम गर्न पाउँदा हामीले संविधानबाट उल्लेख गरेर आछौँ थुप्रै दलहरू बन्न सक्ने प्रतिस्पर्धा गर्न पाउने यो अधिकारकै विषय हो तर पहिले जुन किसिमले चाहिँ एउटा छलफल हुन्थ्यो नि सोध्न पनि गइन्थ्यो त्यो अहिले कल्चर चाहिँ नि अलि बढी एकअर्कालाई निषेध गर्ने किसिमले चाहिँ बढी अगाडि बढेको जस्तो लाग्छ त्यस कारण नीति कार्यक्रमको हिजोको राम्रा विगतका कुराहरूलाई पनि योभन्दा अगाडि आएको सरकारको चाहिँ नि हाम्रो सरकारले जसरी लिएर आएको थियो त्यो चिजहरू राम्रा चिजहरूलाई पनि निषेध गरिएको छ अब यो चाहिँ अहिले यो नीति तथा कार्यक्रम ल्याउने सरकार चाहिँ लगभग 2/3 निकटको नम्बर सङ्ख्या भएको सरकार र ठुला दलहरू र लामो एउटा चाहिँ लिगेसी राजनीतिक एउटा चाहिँ विरासत पनि उहाँहरूसँग छ काङ्ग्रेस एमाले होइन उहाँहरूले जुन कुरा चाहिँ जुन एउटा प्रतिबद्धता गर्दै यो अहिलेको वर्तमान सरकार बनाउनु भएको छ र जुन चाहिँ यो नीति तथा कार्यक्रममा आयो त्यो नीति तथा कार्यक्रमले त्यो जुन बोझ थेग्ने गरी आएको छ अपेक्षा त्यो मिट गर्ला त मानिन्ज्यू
त्यो मिट गर्न त सक्दैन। उहाँले धेरै वर्ष सरकार चलाउनु भयो नि त, होइन? तर सरकार चलाउँदाखेरि सरकारमा चाहिँ बढी राज्यको स्रोतहरूको दुरुपयोग गर्ने, के गर्ने विभिन्न काण्डहरू पनि भए र त्यही शक्ति फेरि एकजुट हुँदाखेरि, एकजुट भएर जसरी अरूलाई पेलेर जान्छु भनेपछि राष्ट्रिय भावले चाहिने आएका विषयहरू त समेट्नु पऱ्यो नि। राष्ट्रको हितका हिजो भएका कामहरूको निरन्तरता दिनु पऱ्यो नि त। अब आधा काम भयो, आधा चाहिँ छुट्ने हुन्छ जस्तो हुँदाखेरि ती चिजहरू त अलिकति द्वेषपूर्ण तरिकाले भन्दा पनि जनहित र राष्ट्रहितलाई ध्यानमा राखेर जानुपर्ने कुरो बढी हुन्छ। अब अहिले चाहिँ कस्तो भयो भने 2/3 उन्माद पनि अलिक बढी भएको उहाँहरूलाई फिल गर्छु। र अब जे गरे पनि हामी मेजोरिटीमा छौँ, यिनीहरूको केही चल्दैन, यिनीहरूले केही गर्न सक्दैन भन्ने खालको जुन फिलिङले उहाँहरू गइराख्नु भएको छ। अब कुलमानकै भनौँ, अब विद्युत प्राधिकरणकै कुरा सोचौँ, कति नाफा भइरहेको अहिले कस्तो नेगेटिभ कुराहरू अहिले नै आउन थालिसक्यो। लोड सेडिङ पनि करिब सुरु हुन थालिसक्यो, होइन? भन्दाखेरि त्यत्रो चाहिने त्यस्तो मान्छे 3 महिना 4 महिना पनि एउटा एमडीलाई चाहिँ कुर्न नसक्ने कस्तो प्यासन्सलेस भएको त भने बदलाएको भावनाले राष्ट्र बन्दैन नि। तर यो कुलमान प्रकरणमा अहिले नयाँ आउनुभएका चाहिँ कार्यकारी निर्देशकको जुन श्वेत पत्र आएको छ नि, यसले त एकदमै ठुलो चाहिँ भ्रम जनतामा एउटा चाहिँ एकदमै के हो भन्ने, होइन? यो चाहिँ अब कस्तो देखियो भने नि, यति निर्लज्ज सरकार हुनु हुँदैन क्या, होइन? कुलमानले त वास्तवमा मलाई त थाहा छ नि 18 घन्टासम्म लोड सेडिङ हुने, कहिले के हुने, ट्रान्सफर्मरको घोटाला काण्ड, त्यो ट्रान्सफर्मरहरू पड्केर मेरो गाउँकै महिलाहरू कपाल जले उ गरे, पुरा त्यो बिजुली सिजुली सबै घरमा आगो लागेको थियो, होइन? त्यो फुस्का छाप्राहरूमा भनेपछि त्यो ट्रान्सफर्मर घोटालामा त्यत्रो विघ्न चाहिने भ्रष्टाचार भएको त्यो सबै चिज, त्यसलाई त बिचरा कुलमानले एउटा सुशासनको तरिकाले पुरा प्रतिबद्ध भएर जसले चाहिने इन्डियादेखि लिएर साउथ एसियामै चर्चित भयो त्यो मान्छे, होइन? कुलमान घिसिङ भनेपछि, सन्दुक रुइत भनेपछि नेपालको एउटा चाहिँ हाम्रो गहनाहरू हो नि। अब त्यस्तो मान्छेहरूलाई पनि यस्तो ह्यारेसमेन्ट गरेर 3-4 महिना राखेर राम्रो सम्मान साथ बिदा गरे पनि त हुन्थ्यो नि। अनि उसलाई चाहिँ एकदम नहट्टै नहुने यो इगो र आफ्नो व्यक्तिगत इगो र चाहिने स्वार्थको आधारमा चाहिने सरकार चल्यो भने जनहितको त्यो सरकार हुन सक्दैन, त्यस्तो चाहिँ फिलिङ। र जुन अहिले आइराखेको छ, अब 5 अर्ब त लोनै उहाँहरूले त्यो जुन मागिराख्नु भएको छ, होइन? 10 अरबको मौजदात छ भनेर उहाँले भनिराख्नु भएको छ, होइन? त्यो चाहिँ ब्याङ्कमै राखेको छ, त्यसबाट ब्याज आउँछ, अरू कति उ छ भनेर अस्ति कुलमानको त सबै सुनिरहेको थिएँ मैले, होइन? अब भनेपछि त्यो यति छिटो कहाँ गयो त? त्यस्तो नाफा भइरहेको, त्यस्तो घाटामा भएको, त्यत्रो घन्टा लोड सेडिङ भएको, होइन? त्यो चिजहरू चाहिँ अहिले 1-2 महिना पनि नहुँदैखेरि यस्तो ध्वस्त हुने कसरी भयो त भनेपछि यहाँ केही माफियाहरूको पृष्ठपोषणको लागि चाहिँ विद्युत प्राधिकरणको डाइरेक्टरलाई चाहिँ हटाइयो, होइन? कुलमानलाई हटाइयो र एउटा राम्रो काम गरेर कन्टिन्युटी गर्न पनि जस्तो संसदीय छानबिन अर्थात् संसदले व्यवस्थापकीयले पनि त यसमा हेर्नुपर्ने सवालमा अब सार्वजनिक लेखा समिति, राष्ट्रिय सभाका समितिहरू होला नि, तपाईँ आफै पनि सुशासन समितिमा हुनुहुन्छ, होइन? यसमा के सत्य तथ्य ल्याउनु पर्ने आवश्यकता चाहिँ भयो? जनता त साह्रै भ्रममा परे नि त। अब यो विषयमा हामी त बोलि नै राखेको छौँ, होइन? अब एउटा उहाँहरूले चाहिँ छानबिन कमिटी पनि बनाउने आँट त गरिराख्नु भएको छैन। बाँकी र संसदबाटै अब प्रतिनिधि सभाबाट पनि एउटा चाहिँ राम्रो यो छानबिन समिति बनाएर अब समितिको तर्फबाट काम गर्ने कुरो चाहिँ राम्रै सुझाव हो, होइन? अब मूलत त्यहाँबाट हेरिदिए हुन्थ्यो। अब हामीले पनि अब बोल्ने ठाउँमा त बोलिरहेका छौँ, पहल गरिरहेका छौँ। अब यो हाकी नै अब 10 घन्टासम्म लोड सेडिङ हिँड्छ भनेर चाहिँ नि अब एमडीले अहिलेको बालवाला एमडीले मन्त्रीज्यूले नै भन्ने भनेपछि कति निर्लज्जताको सीमै रहेन क्या। अब के बोल्ने हामीले, होइन? त्यस्तो छ अवस्था। हजुर, ठिकै छ। यो व्यथिति विरुद्ध आवाज उठाउने लड्ने विषय बाहेक त हामीले अब सत्तामा भएकोहरूले जे गर्ने हो त्यो उहाँहरूले त्यो सबै चिज पचाइराख्नु भएको छ र यस्तै गर्छु भनेर यो सरकार बनाएको हो कि जस्तो फिल छ कि जस्तो। अब अहिले पछिल्ला केही कुराहरू राष्ट्र ब्याङ्कको गभर्नरको प्रक्रिया छ, हो त्यही प्रक्रिया पनि अब यति लम्ब्याएको एउटा टुङ्गाउन नसक्ने र अझ त्यो के अरे उहाँले त राजीनामा पनि दिएर हिँड्नुभयो नि, त्यहाँबाट छोडेर हिँड्नुभयो भन्दा यो अकर्मण्यता अब के हिसाबले हो, के को लडाइँले लुक्या छ कि आफ्नो स्वार्थले गर्दा त्यो गर्न सकिया हो कि, होइन? दुईवटा अब भनौँ काङ्ग्रेस एमालेको आफ्नै स्वार्थहरू जुधेर पनि नभउन सकिया हो कि, त यी चिजहरूमा ढिलाइ जुन भइरहेको छ उहाँहरू चाहिँ नि पार्टीगत स्वार्थभन्दा राष्ट्रहित र राष्ट्र स्वार्थभन्दा चाहिँ विचलित भएर गइराख्नु भएको छ जस्तो लाग्छ। अब यही हिसाबले जाने हो भने जनतामा आक्रोश यो एकदमै जस्तो यो एक किसिमको व्यथिति अर्थात् आफ्ना मान्छेलाई चाहिँ च्याप्नु पर्ने एउटा बाध्यता र त्यही अनुकूल परिस्थिति बनाउनु पर्ने दलहरूको बाध्यता अर्थात् सरकारमा रहेका पनि विभिन्न चाहिँ अब
गठबन्धन होइन आफ्ना आफ्ना स्वार्थहरू रहने भए अब गभर्नरको प्रकरण त हामीले देखिराखेका छौँ यसरी जस्तो यो त हाबी एउटा यो त हाम्रो राजनीतिमा अर्थात् हाम्रो सिस्टमको त एउटा यो आम विषय नै भइराखेको छ यसले त समग्रमा जनअसन्तुष्टि र जो चाहिँ मेरिट होल्डरहरू हुनुहुन्छ मेरिटोक्रेसीको हामी कुरा गर्छौँ त्यसलाई त कतैबाट पनि प्रोत्साहन हुने भएन नि त यसलाई के गर्न सकिन्छ त अब यसलाई के छ भने अहिले त हामीले त्यहाँ संसदमै हामीले त्यहाँ अब मारपिट गर्न जाने कुरो भयो नि केही गर्ने भएन संसदबाट यी चिजहरूको विरोध भइ नै राखेको छ जबरजस्त रूपले बाहिरबाट पनि आइराखेको छ जनता सबै जगजाहेर छ अब अलिकति हामीले पनि कहिलेकाहीँ मिस्टेकहरू गरेका छौँ कि अब जनता पनि अब यो जुन तलाई पनि उयो उस्तो भने अलिकति फिलिङ छ त्यसमा अब पार्टीगत हिसाबले हाम्रो पार्टीले अथवा चाहिँ अब सरकार इतर जति छन् हाम्रो पार्टीहरू होइन ती सबैजना एकजुट भएर देशव्यापी रूपमा चाहिँ जनचेतना बढाउने र यो इस्युहरूलाई मुद्दालाई जनतामा लाने संसदबाट चाहिँ उजागर गर्ने यी विषयहरू नै गरेर अब एउटा जनमत तयार पार्ने र यस्ता चिजहरूको प्रतिवाद गर्ने हो संसदीय गतिविधिबाट समेत र जनस्तरमा पनि त्यसलाई व्यापक रूपमा चाहिँ हामीले लगेर जानुपर्ने हुन्छ अब त्यो हिसाबले चाहिँ काम अगाडि बढाउने कुरोमा अब संसदबाट त्यही चिजहरू उठिरहेकै छ अब आम रूपमा चाहिँ यस्ता विषयहरू फेरि सहर बजारका मान्छेहरूले अलिक पढे लेखेकाले त्यो कुरा अलि बुझ्छ तर जनस्तरमै जाने किसिमले सबै तलसम्म चाहिँ यो चेतना दिने हिसाबले चाहिँ नि हामीले व्यापक रूपले चाहिँ पार्टीहरूलाई परिचालन गर्नुपर्ने मैले देख्छु सबै पार्टीले होइन अब त्यो भयो भने अनि एउटा राष्ट्रव्यापी रूपमै सचेतना खबरदारीहरू नभइकन त अब देखियो नि त मिचा 2/3 बहुमत छ हामीसँग भनेको छ जे गरे नि हुन्छ भन्ने किसिमले जुन गइरहेको छ उहाँहरूलाई पनि कालान्तरमा त यसले ड्यामेजै गर्ने हो होइन उहाँहरूको इम्प्रेसन बिग्रिँदै गइरहेको छ नि जनतामा त होइन सत्ता छ डन्टा छ सबै चिज छ उहाँहरूसँग र मातिनु भएको छ तर सधैँभरि त त्यो हुँदैन होइन त्यो अवस्थामा उहाँहरू पनि सचेत हुनुपर्ने हो त्यो सचेतताको कमी देखिरहेको छ र अलिक घमण्ड बढेको होइन अब यो अहिलेको सरकार 2/3 निकटको सरकारको यो जुन झन्डै 1 वर्षको दौरानमा हजुर उहाँहरूको जुन कार्यशैली छ अर्थात् जसरी अहिले यो सरकार अघि बढिरहेछ केही राम्रा कुराहरू तपाईँले देख्नु भएको छ मैले त केही पनि राम्रो देखिरहेको छैन अहिले यस्तो राम्रो भन्ने खालको केही पनि देखेको छैन वास्तवमा हजुर उहाँहरू चाहिँ आफ्नो पकडमा स्रोतहरू कसरी लिएर आउने कोल राखेपछि के हुन्छ कसरी फाइदा हुन्छ भन्ने किसिमले दुईवटा पार्टीको फाइदालाई सोचेको चाहिँ होला अथवा त्यसमा पनि पार्टीका आम जनता र कार्यकर्ता भन्दा पनि पार्टीभित्रमा आबद्ध भनौँ त्यो कार्यकर्ता भन्दा पनि केही नेताहरूको भेस्टेड इन्ट्रेस्टहरूले बढी काम गरिरहेको छ कि भन्ने फिल हुन्छ मलाई यो राजनीति नेपालको राजनीति चाहिँ मुख्य रूपमा अब यहाँले एउटा कुनै प्रसङ्गमा भन्नु पनि भएको रहेछ प्रधानमन्त्री हुने पनि 2 चोटि भन्दा ज्यादा नगरौँ भन्ने खालको यहाँको प्रस्ताव परेको छैन एक्ज्याक्टली तर अब यो पछिल्लो समयमा लामो समय धेरै लामो समय ती अनुहारहरू चाहिँ प्रधानमन्त्रीको कुर्सीमा म्युजिकल चेयर जस्तो चाहिँ घुमिराख्नु भएको छ र निकट भविष्यमा त्यो परिवर्तन हुने छाटकाट पनि लगभग देखिएको अवस्था छैन यो हुँदै गर्दाखेरि त अब यसको निकास के गर्न सकिन्छ यसमा वास्तवमा अब यो मल्टी पार्टी सिस्टम हो लोकतन्त्रमै छौँ हामी होइन अझ गणतन्त्रमा छौँ हामी चाहिँ एकदमै डेमोक्रेटिक प्रोसेसको लागि भनेर लड्छौँ तर हामी बाहिर चाहिँ डेमोक्रेसीको कुरा गर्छौँ होइन हामी जब पार्टीभित्र चाहिँ नेता बनेर आउँछौँ नि त्यो बेलामा हामी चाहिँ मातिन्छौँ आन्तरिक लोकतन्त्र पार्टीभित्रको लोकतन्त्र चाहिँ हुँदैन अनि उसले यस्तो जाल फैलाउने कि अनि आफूलाई मन लागेकै नेताहरूले मुख्य नेताले चाहिँ आफ्नै पाराले चलाउने अनि अलिकति के भने हाम्रो पनि प्रवृत्ति कमजोरी के छ भने नेताको कमजोरीलाई औल्याउने भन्दा पनि नेता रिझाएर पाइन्छ कि भनेर त्यतितिर लाग्ने गर्दाखेरि जुनसुकै पार्टीमा अहिले मैले प्रश्न भनौँ अहिले हाम्रै पार्टीमा पनि केही कुराहरू चाहिँ मिचेर आएको पार्टीमा पनि त्यही त्यो मिचेर गइहाल्ने होइन अब धेरैले चाहिँ एकदम खुसी नै पारेर अनि फाइदा भइरहन्छ भनेर यो चाहिँ गलत भइरहेछ भने पनि नऔल्याइदिने त्यो रोग छ र नेताहरूलाई औल्याउनु जरुरी छ सबैले के कमसेकम केन्द्रीय कमिटीदेखि माथिका क्याडरहरूले त हामीले भन्न सक्नु पऱ्यो नि होइन यहाँ त अलि रङ भइरहेछ जस्तो फिल भइरहेछ भनेर बोल्नु पऱ्यो होइन अब त्यो किसिमले चाहिँ नेता चाहिँ बढी हुँदा एकदम खोपीको देउता जस्तो खालि पूजा मात्रै गरिराख्ने उसलाई खबरदारी नगर्ने यो रोगहरूले पनि पार्टी चाहिँ बिग्रिँदै गइरहेको छ होइन त्यो सबै पार्टीमा धेरथोर छ तर राष्ट्रलाई घात गर्ने किसिमले चाहिँ नि जसरी राष्ट्रहितलाई नै ओझेलमा राख्ने गरी गइरहेको चाहिँ मुख्य यो दुई पार्टी होइन अहिलेको भनौँ रुलिङ पार्टी चाहिँ जुन किसिमले गइरहेछ कार्यकर्ताहरू डरले थुर्र हुन्छ किनभने उनीहरूले केही बोल्यो भने भोलि मलाई कुनै पद नदेला भन्ने डर हो क्या त्यो मन्त्री नबनाइदेला कि यो नबनाइदेला कि पार्टीको टिकट नदेला कि भन्ने यस्तो चाहिँ जुन छ यो एक किसिमले चाहिँ नि हामी डेमोक्रेसी भने पनि 2-3 जनाको अटोक्रेसीमा पार्टी चलिरहेको छ होइन त्यो चिजमा चाहिँ हामीले फुल्ली डेमोक्रेटिक तरिकाले हरेक पार्टीले होइन एउटा त्यसलाई चाहिँ एउटा
लोकतन्त्रवादी अथवा जनतन्त्रवादी जे होस् जनवादी एउटा परिपाटीले चाहिँ नि निर्णयहरू गर्ने भयो भने पनि अलिक फरक पर्थ्यो। तर मूल निर्णय मन्त्री कसले बनाउने चाहिँ पार्टीको अध्यक्षले जे भन्छ त्यही हुन्छ, जुनसुकै पार्टीमा, मेरो पार्टी होस्, काङ्ग्रेस होस्, एमाले होस्, अरू पार्टी होस्, होइन, फोरमै भए पनि जे भए पनि त्यो तरिकाले चाहिँ जुन गइरहेको छ त्यहाँभित्र पनि त कमसेकम एउटा टप लेभलको चाहिँ थाई कमिटी होला, पोलिट ब्युरो मेम्बर होला, अथवा चाहिँ अझ के बनाएको छ। अब यहाँ त्यो सुप्रिमोहरूको मिटिङमा पनि अलिकति छलफल त गर्नुपर्छ नि, त्यो छलफल गर्न हुँदैन कि प्रायः त्यस्तो। अनि एकचोटि फेरि प्रधानमन्त्री भइसकेपछि फेरि जिन्दगीमा बाँचुन्जेल त्यो हिँड्न नसकुन्जेल पनि फेरि प्रधानमन्त्री नै खानै पर्ने भन्ने खालको लागिरहने क्या, राष्ट्रपति हुनलाई, प्रधानमन्त्री हुनलाई अब त्यो लागिरहने। र विशेष गरी अहिले राष्ट्रपति उपराष्ट्रपति त खास त्यति धेरै छैन, होइन, एउटा चाहिँ भनौँ न अब कन्स्टिट्युसनल मोनार्की जस्तै भएको छ उनीहरू। तर प्रधानमन्त्रीहरूको चाहिँ यो देखियो र पार्टी अध्यक्षहरूको। त्यस कारण त्यो पनि एउटा के भने हामीले 2 टर्मभन्दा बढी नहुने भनेपछि एउटा नयाँ भिजन आउँछ नि। एउटै मान्छेको त्यही खालको भिजन भन्दा उसले भन्दा अलिक परदेखिको अर्को मान्छे आउन सक्छ नयाँ लिएर आउँदाखेरि उसको। अब म पनि जुन मेरो उमेर 40-45 को थियो त्यो बेलाको ऊर्जाको र अहिले मेरो ऊर्जामा धेरै फरक पर्छ, म आफै फिल गर्छु। कतिपय कुराहरू म एकदम ट्याक्टफुल थिएँ, एकदमै धेरै ठ्याक्कै याद आइहाल्थ्यो, अहिले म बिर्सिन्छु। पहिले भन्दा त मेरो अलिकति घट्या हुन्छ नि त क्षमता, त्यो हिसाबले पनि हामीले आफूलाई मूल्याङ्कन गर्नुपर्छ। र वास्तवमा 2 टर्मभन्दा बढी चाहिँ दिने होइन कि, उसले देखाउने जति भन्दा 10 वर्ष भने कम होइन नि त। 10 वर्षमा उसले देखाउन चाहने 5 वर्षमा थुप्रै देखाइदिन सक्छ नि। एउटा कुलमान चाहिँ विद्युतको डाइरेक्टर हुँदा हेर्नुहोस् त कति काया पलटै गर्यो त्यो मान्छे, उसलाई चाहिँ एकदम विश्वले चाहिँ चिन्यो। तर नेपालकै मान्छेहरू चाहिँ उसलाई फेरि त्यो दिन अब 3-4 महिनाको लागि पनि नराखेर हटाउने अहिले गभर्मेन्टप्रति त अति घृणा लाग्छ मलाई, होइन। सबैले सम्मान गर्नुपर्ने व्यक्ति हो नि त। भनेपछि यो चिजहरूमा चाहिँ हामीले राम्रा मान्छेहरूलाई ठ्याक्क दिने, 2 कार्यकालभन्दा बढी बस्नु आवश्यक छ जस्तो लाग्दैन। मान्छे पनि अरूको पनि आफूलाई प्रमाणित अर्थात् पुष्टि आफ्नो क्षमता गर्नलाई 10 वर्षको काम काफी छ, होइन। र त्यसले एउटा तुलना पनि हुन्थ्यो, यो नेतृत्वभन्दा अर्को नेतृत्वले गर्छ कि भन्ने एउटा आशा पनि हुन्छ मान्छेहरूलाई। अब मैले एउटा हिसाबले सोचेँ होला, मभन्दा बढी तपाईँले चाहिँ मेरो मूल्याङ्कनलाई देखेर तपाईँले अझ योभन्दा यसो गर्नु पाएको हुन्थ्यो भन्ने सोच्नुभयो होला। भनेपछि तपाईँलाई मलाई छोडेर तपाईँलाई रिप्लेस गर्ने बेलामा तपाईँको आफ्नो भिजनले अझ केही नयाँ कामहरू हुन्थ्यो होला। त्यो हिसाबले चाहिँ 2 टर्मभन्दा चाहिँ राष्ट्रपति पनि 2 टर्मभन्दा बढी नदिने अहिले जसरी बनाएको छ यो प्रधानमन्त्रीलाई पनि त्यो लागू गर्नुपर्छ जस्तो लाग्छ मलाई। प्रधानमन्त्रीमा पनि 2 टर्मभन्दा कति खाइरहन्छ त्यो 2 टर्ममा एकदम उसले चाहिँ थोरै 2टा टर्म मात्रै भयो भने चाहिँ मैले एकदम राम्रो काम गरेर जानुपर्छ देशमा, मान्छेले सधैँ सम्झोस् भन्ने किसिमले काम गर्छ क्या। अनि अब फेरि पनि भइहाल्छ, के मतलब छ भने अच्छा गरेछ गरे यो मौकामा यो गरौँ, यो मौकामा यो फाइदा लिउँ भन्नेतिर बढी गयो कि जस्तो मलाई फिल हुन्छ। र लोभ बढेको क्या नेताहरूमा, त्यत्रो सङ्घर्ष गरेर आयो, ज्यानको बाजी लाएर आयो, होइन। सबैको इतिहास त छ नि त, त्यो इतिहासलाई पनि त जीवित राख्न उहाँहरूले एउटा मर्यादित तरिकाले नै बिदा भइदियो भने सबैलाई राम्रो हुन्छ। एकदमै जुन आम चरित्र शीर्ष नेताहरूमा देखिएको छ त्यसका कारण अर्थात् बारम्बार उहाँहरूले नै कुर्सी मुख्य चाहिँ एउटा कार्यकाल नमरेसम्म उही अध्यक्ष भइराख्ने, उही प्रधानमन्त्री भइराख्ने यो रोगबाट चाहिँ। अनि यो पछिल्लो समयमा जसरी अब यो गणतन्त्र आएपछि अर्थात् व्यवस्था परिवर्तन भएपछि जुन अपेक्षा गरिएको थियो त्यो अनुसार भएन, जनताहरूमा असन्तुष्टि पनि देखियो। अब राज संस्था फर्काउनुपर्छ भन्ने पनि माहौल पनि एकातिर देखियो, होइन। अब सानो ठुलो जुनै आकारमा भए पनि अब अहिले त राष्ट्रपति भइसकेको मान्छे फेरि आउने अरे प्रधानमन्त्री बन्न भन्ने पनि आइरहेछ, उपराष्ट्रपति पनि फेरि आउने आइसक्नुभयो, होइन। अब उहाँ पनि पार्टीमा आएर काम गर्ने, ठाउँ भेट्ने गरी सुरु भइसक्यो पहिलेको राष्ट्रपतिजीको पनि। उपराष्ट्रपति पनि अहिले अब पार्टीकै कार्यक्रममा आएर बस्न थाल्नुभयो। अब यो पाराले त किन राष्ट्रपति उपराष्ट्रपति भएको त, त्यो फाइदा पनि लिने अनि यता आएर फेरि जाने, अब लखर गर्ने। रात देशको सर्वोच्च निकायहरूमा पुगिसक्यो मान्छेले, 2 टर्म खाइसकेले, होइन। अनि फेरि त्यो फर्केर आउने यो परिपाटीले त निराशा हुन्छ, आम जनतामा निराशा हुन्छ। उहाँहरूभन्दा पनि सक्षम राम्रो नेताहरू पनि त साबित हुनु पऱ्यो नि त। उनीहरूले नि मौका पाएर उनीहरूले काम गरेर अझ अर्को भिजनले उनीहरूले त्यो भिजनभन्दा अझ अलिकति थप नयाँ हिसाबले जान्छ कि, होइन। उनीहरूको भिजन अझ राम्रोसँग आउँछ कि, होइन। अब नयाँ युवाहरूमा फेरि अब एउटा खालको तपाईँको र मेरै सोचमा फरक होला, मभन्दा तपाईँको अझ बढा क्रियाशील र सृजनशील चिजहरू आउन सक्छ, त्यो अपर्च्युनिटी पनि दिनुपर्छ हामीले, होइन। केही पक्ष मसँग छुट्याउँछ भने तपाईँले पुरा गर्नुहुन्छ नि त्यो त। यो अहिले जुन किसिमको चाहिँ व्यवस्थाप्रतिको असन्तुष्टि, होइन, चाहे चाहिँ राज संस्था खोज्नेहरू हुन् अर्थात् नेताहरूमाथि प्रहार यो केही पनि भएन भन्नेहरू, जुन यो असन्तुष्टिको आवाज सुन्नमा आइराखेको छ, सडकमा पनि देखिएको अवस्था छ, सञ्जालमा पनि देखिएको अवस्था छ। यसले चाहिँ के प्रतीत गर्छ, यो व्यवस्थामाथिकै खतरा हो कि नेताहरूको कार्यशैलीमाथिको यो चाहिँ प्रहार हो?
अनि व्यवस्थालाई त गलत कसरी भनिदिने, तर व्यवस्थाभित्रका केही नियम कानुनहरू चाहिँ हामीले फेरि रिभ्यू गर्नुपर्ने देखियो। जस्तो राष्ट्रपति अब दुईचोटि भएपछि फेरि त्यही मान्छे फेरि राष्ट्रपति अब म प्रधानमन्त्री बन्न आउँछु भन्नु त बिजोगै हो नि। सर्वोच्च निकायमा पुगिसकेका मान्छे होइन। अब त्यसै गरी बरु प्रधानमन्त्री पनि 2 टर्मभन्दा बढी नहुने के सामाजिक काम गरेर बसेको छ त विदेशका मान्छेहरूले होइन। बराक ओबामाले गएर चाहिँ होटल पनि सञ्चालनमा बाहिर काम पनि गरे जस्तो भन्छ। अमेरिकामा राष्ट्रपति भएर त्यस्तो काम व्यवसायमा फर्किया छ होइन। कतिपयले चाहिँ नि अब समाज सुधारको काममा लाग्छु भने उता लागिरहेको छ होइन। अब त्यो हेरी हिसाबले चाहिँ अब रिसर्च सेन्टरहरू बनाएर त एल्गोरको त्यो म उता गएको थिएँ एकचोटि अमेरिका, त्यो जाँदा पुरा रिसर्च सेन्टर बनाएर छ, साइन्टिस्टहरू त्यहाँ बसेर रिसर्च गर्ने। अब त्यो विविध काममा आफ्नो ऊर्जाशीलता त देखाउन सकिन्छ नि त होइन। 2 टर्मभन्दा बढी वास्तवमा नबनाउनु नै पर्ने हो कि। एउटा त बन्दा बन्दै उनीहरू नेता पहिलेका हुन्छन्, हुँदा 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 बल्ल कति लडेर अनि आएर चाहिँ अलि एउटा उमेर भइसकेपछि हुन्छ। त्यसपछि 2 टर्मपछि पनि फेरि अब हिँड्न पनि नसक्ने, आँखा पनि कमजोर हुने, सबै बौद्धिक क्षमता पनि त घट्छ नि। हिजोको युवाको बेला जस्तो अहिले म 68 वर्ष पुगेँ, अहिले मलाई त्यो हिसाबले सोचेर अगाडि बढ्न अलिक गाह्रो हुन्छ। म त्यति पहिले जति पढ्न सक्थेँ अहिले म सक्दिनँ नि होइन। त्यो हिसाबले पनि आफ्नै क्षमता पनि मैले आफै फिल गर्छु भनेपछि अब यो चाहिँ नि 80 नागिसक्ने हिँड्दा पनि धौधौ हुने होइन। अब सुते बसेकै ठाउँमा अब देखेको छ हाम्रो नेताहरूको ताल होइन। अनि त्यस्तोमा पनि फेरि प्रधानमन्त्री खाने, फेरि प्रधानमन्त्री ऊ नमरेसम्म चाहिँ उही खाइराख्ने भनेपछि त हामी त कहाँ डेमोक्रेटिक भनौँ होइन। राष्ट्र संस्था जस्तै त भयो नि, पाएपछि त त्यो राष्ट्र संस्था राजा भइरहने जस्तै त भयो नि। यो तपाईँले बहुत महत्त्वपूर्ण कुरा उठाइराख्दाखेरि खास गरिकन हाम्रा पूर्व चाहिँ राष्ट्रपति र उपराष्ट्रपतिको सक्रिय राजनीतितर्फ फेरि फर्कने जुन किसिमको इच्छा देखिराखेको छ अर्थात् सङ्केत जुन देखिएको छ, त्यो भन्दै गर्दाखेरि आजको दिनमा राष्ट्रपति र उपराष्ट्रपति जस्तो एउटा सम्मानित होइन हाम्रो अहिले व्यवस्थाको चाहिँ एकदमै सुप्रिम सेरोमोनियल जुन ठाउँ छ, स्थान छ, त्यो ठाउँको गरिमा पनि उहाँहरूले कायम गर्न नसक्नु भएको हो कि भन्ने पनि देखिन्छ क्या। वास्तवमा उहाँहरू राष्ट्रपति र उपराष्ट्रपति बनाउने लायक हुनु भएर रहन्छ क्या। रामवरण यादवले त बसिरहेछन् नि त, पहिलो राष्ट्रपति त उहाँ हुनुभएको हो नि त होइन। रामवरण यादवले त अब अहिलेसम्म चाहना व्यक्त गर्नुभएको छैन। अब उहाँ चाहिँ डक्टर पनि हो होइन, डक्टर हो, पढे लेखेको विद्वान हो होइन। उहाँ त्यो गाउँतिर बसेर दुनियाँ काम गरिरहेकै हुनुहुन्छ। समाजमा अहिले मान्छे पनि बलियै छन्, त्यति कमजोर पनि छैन, तर उहाँले चाहिँ त्यो उदाहरण दिन सक्ने त्यसपछिका राष्ट्रपति उपराष्ट्रपति किन जानु पर्यो होइन। कुरा त त्यहाँ छ नि। भनेपछि यो हाम्रो नेताहरूमा मनोरोग छ, सत्ताबाट फुत्किनै नपरोस्, कहिल्यै फुत्किन नपरोस् होइन। अब अलिक केही दिन चाहिँ रिटायर भएर पूर्व प्रधानमन्त्री पूर्व राष्ट्रपतिले त समाजसेवाको काममा गर्न इच्छा गर्छ भने थुप्रै विदेशी सङ्घ संस्थाले विदेशी सरकारले पनि सहयोग पुर्याउँछ नि। बरु एउटा एरियालाई चाहिँ म डेभलप गर्छु भनेर लागेको हुन्छ नि त, मन लाग्छ भने होइन। म चाहिँ सुदूरपश्चिमको यतिवटा जिल्लामा मैले राम्रो कामहरू गरेर देखाउँछु, त्यहाँ मैले आफ्नो जीवन समर्पण गर्छु भनेर लागेर नमुना बन्न सकिँदैन होइन। अब त्यो किसिमले चाहिँ लाग्दैन कि। मलाई त फिल छ, मैले सोचेको छु म रिटायरमेन्टमा अब थपक आफ्नो जिल्लातिर जान्छु र महिलाहरूको बिचमा उनीहरूको जुन गरिबीको अवस्था छ के छ, मैले त गरे पनि हो पहिले होइन। पुरै चाहिने अब त्यहाँ सहकार्यहरू निर्माण गरेर महिलाहरूलाई चाहिँ चेतनशील बनाएर अब उनीहरूलाई आर्थिक गतिविधिमा सक्रिय पनि गरेर त्यो किसिमको काम गरे पनि त हुन्छ नि प्रोजेक्टहरू लिएर होइन। एउटा पहिलेको राष्ट्रपति उपराष्ट्रपतिलाई दुनियाँले प्रोजेक्ट दिन्छ, गभर्मेन्टले पनि दिन्छ, किन दिँदैन। त्यो खालको चाहिँ काम गरेर उहाँहरू सृजनशील भएर बस्दियो भने त्यो उहाँहरूको अनुभव चेतनाले त्यो ठाउँलाई चेतना दिन्छ भने अर्को राष्ट्रपतिले उता चेतना देला त्यो किसिमले चाहिँ प्रधानमन्त्री र राष्ट्रपति भनेपछि सक्रिय राजनीतिमा फर्किने राष्ट्रपति पूर्व राष्ट्रपति उपराष्ट्रपतिको चाहिँ प्रयास भनौँ उहाँहरूको चाहिँ योजना त्यो चाहिँ ठिक छैन भन्ने। ठिक छैन, मलाई ठिक लाग्दैन र संविधानमा हामीले त्यो त्रुटि गरेछौँ भन्ने फिल भइरहेको छ मलाई। त्यो चाहिँ बन्देज लगाउनु पर्थ्यो र अहिले पनि सकिन्छ भने अब अहिले त हामी फेरि त्यहाँ संसदको 2/3 चाहिन्छ, त्यो अवस्था चाहिँ नि अहिले हामीसँग छैन, हाम्रो पार्टीसँग छैन। र दुईटा पार्टीको मूल नेताहरूसँग डरले थुरथुर हुन्छन् नेताहरू। हेर्नुहोस् न अस्ति अलिअलि कुरा मात्रै बिन्दा पाण्डेहरू सब कारवाहीमा पऱ्यो होइन। सानो कुराहरू राख्दाखेरि देखिरहेछ नि त होइन। अब त्यो हिसाबले अहिले चाहिँ के छ भने अलिअलि महिलाहरू नेताहरू त्यो एमालेमा बोलेको छ, अरू त बोल्न पनि सक्दैन पुरुषहरू त होइन। अब यो कारवाहीमा परेर पनि हामी चाहिँ काम गरिरहेको छ नि त। उनीहरूको आफ्नो स्ट्याटस त जनताको माझमा त गुमिया छैन नि। त्यस कारण आफ्नो नेताको लागि दासै बन्ने पुजारी नै बन्ने रोग चाहिँ छोड्नुपर्छ हामीले।
त्यो मेरो पार्टीमा पनि छ, ऊ पार्टीमा पनि छ, सबै पार्टीमा छ क्या यो एकदम होइन। यहाँले चाहिँ कम्युनिस्ट आन्दोलनमा महिलाहरूको भूमिका हजुर पुस्तकको सहलेखन पनि गर्नुभएको थियो होइन। हजुर महिलाहरू राजनीतिमा सक्रिय छन्, अब मुलुकको चाहिँ राष्ट्रपति नै भइसक्नु भएको छ महिलाहरू। के देख्नुहुन्छ तर समग्रमा राजनीतिमा महिलाहरू चाहिँ? अब एउटा प्रष्ट कुरो के छ भने महिलाहरू राजनीतिमा जो हामी भुइँफुटा जस्ता अष्टलक्ष्मी साक्य भनौँ, उर्मिला अर्याल भनौँ, बिन्दा पाण्डे भनौँ, अथवा हाम्रो यता अब पम्फाजीको त अलिकति छ स्ट्याटस भनेर राम्रै छ, अहिले उमेर पनि छ मभन्दा 3-4 वर्ष कति वर्ष कान्छो पनि हुन्छ, 4-5 वर्षमा। अनि अब उहाँहरूको चाहिँ अलिक अपर्च्युनिटी राम्रै छ। तर हामी भुइँफुटालाई चाहिँ नि स्थापितै हुनु पनि निकै गाह्रो हुने राजनीतिमा। मेरो परिवारमा त म मात्रै हो राजनीति गर्ने, अष्टको परिवारमा अष्ट मात्रै हो होइन। बिन्दा पाण्डेमा त अलिकति दाईहरू पनि यताउति भएको अलि राम्रै भन्नु पऱ्यो। अब तर अब हाम्रो चाहिँ थुप्रै महिलाहरू चाहिँ जनयुद्धको बेलामा त ठुलो योगदान गरेछ नि। त्यो जनयुद्धकालीन योगदान गरेका कतिपय महिलाहरू एउटा त टुटफुट पनि भयो, टुटफुट भए पनि अहिलेको बालवाला हाम्रो चाहिँ पार्टी अध्यक्षले ती सबैलाई खोजेर फेरि जोड्नुपर्ने, उनीहरू कहाँ छ, कुन हालतमा छ भन्ने कुरो बुझ्नुपर्ने र उनीहरूलाई जोडेर हामीले राख्न नसक्दाखेरि पार्टी पनि कमजोर हुँदै गएको छ नि त होइन। हामी पहिले जनयुद्ध पछिको जुन चुनाव भयो हामीले सम्झौता गरिसकेपछि त्यसमा त हामी ठुलो पार्टी भएको थियौँ नि, तर क्रमशः हामीमा पनि रोग पलाइरहेको छ क्या। त्यो रोग पलाइरहेको छ र यसरी चाहिँ अहिले अब त्यो बेलाको युद्धको घाइतेहरू पीडितहरूको अलि अझै पनि हामीले राम्रो शोध खोज र उहाँहरूको व्यवस्थापन गर्न सकेका छैन। हामी बढी फेरि आफू केन्द्रित हुँदै गइरहेका छौँ क्या। अनि केही आत्मकेन्द्रित र अलिकति आफ्नै फाइदाहरूमा बढी अलिकति अल्मलिएको जस्तो फिल मलाई हुन्छ। म अलिक प्रष्ट बोल्ने मान्छे पनि हो होइन। त्यस कारण केही नेताहरूको चाहिँ एकदम बारम्बार छ, सजिलो छ उहाँहरूको परिवारलाई पनि। तर जनयुद्धमा भएका थुप्रै घाइतेहरू, म एकजना बहिनी चाहिँ आइ गर्नुभयो त्यो उसबाट कर्णालीको, सबै यो खुट्टाभरि गोली लागेको छ। म कहाँ आउनुभयो, मैले 2-3 ठाउँ कुरा पनि गरेँ। मैले अब पार्टीको प्रधानमन्त्री त्यहीँ गएर भेट्नुहोस् भने भेट्नुभयो के, तर पछि पनि मैले खबर पाएँ पुष्पा घर थिएँ त्यहाँ। पहिले उपसभामुख पनि हुनुहुन्थ्यो कर्णालीको, अनि उहाँले लिएर आउनुभएको थियो। अनि कुराकानी गरेँ के छ पुष्पा भनेर पछि पनि सोधेँ, खोइ दिदी उस्तै छ, कसैले केही हेरेको छैन। अब त्यो त उत्पीडन अरूले हेरेर भन्छ नि त। त्यो त्यो आन्दोलन र युद्धमा जनयुद्धमा जो सरिक भए उनीहरूले उत्पीडन भयो भने अरूले त्यहाँ गाथिस् नि भनेर जिस्काउँछ, उसलाई झनै नमर न बाँचन जस्तो हुँदो रहेछ क्या। त्यस्तो अवस्थाको न उसले आफूले गरेको त्यो योगदानको कदर भयो होइन, मतलब योगदान गरेँ मैले, यसलाई मैले कसरी छोडु भन्ने माया पनि छ नि उसलाई त बिचरा। एकदमै त्यो त उसलाई त कति अफर आएको छ अरू पार्टीहरूबाट, आऊ तिमीलाई म सहयोग गरेँ, तर जान मान्नुहुन्न उहाँ होइन। त्यो खालको मैले यसमै लगानी गरेको छु, म जान्न भन्ने पनि एउटा स्वाभिमान साथ बस्नु भएको छ। तर उहाँको दैनिकी जीवन त अब जीवन नै अब ज्यान नै धरापमा छ नि त होइन। घाउ यहाँदेखि सबै कुहिँदै खुट्टा काट्नुपर्ने यस्तो यस्तो अवस्थाहरू भएपछि अब त्यो त धेरै कठिन। त्यस्तो त एउटा मैले त प्रतिनिधि पात्रको कुरा गरेँ। त्यस्तो प्रतिनिधिहरू थुप्रै छन्, अलिअलि हामीहरू बिग्रिया छौँ क्या। मेरो पार्टी पनि बिग्रिया छ, मै पनि बिग्रिया हुँला होइन भनौँ न। एउटा सबै पार्टीमा यो रोग जबसम्म उपलब्धि हासिल हुँदैन त्यति बेलासम्म चाहिँ अपर्च्युनिटी नआउन्जेल चाहिँ सबै एकजुट पारेर लडाउने विषयमा सबै एकदम दत्तचित्त जनतापट्टि फर्किने। जब सत्ता र शासन आउन थाल्यो त्यसको फाइदापट्टिको रोग लागेपछि अनि उता बिर्सिने, सधैँ सत्ता केन्द्रित हुने। यो रोग चाहिँ हाम्रो आम एउटा चरित्र जस्तो देखिएको छ। यसलाई चाहिँ नि अलिकति नेताहरूले समय सन्दर्भमा सधैँभरि आफ्नो मिसन के हो भन्ने कुरो र हामीले गर्ने कर्तव्य के हो भन्ने कुरोमा भुलचुक हुनु दिनु हुँदैन। त्यो भुलचुक नभइकन चाहिँ नि र आफू सबै आफ्नो समर्पणपट्टिको चाहिँ जुन एउटा बाचा हिजोको छ त्यसलाई कन्टिन्युटी साथ उहाँहरू जान सकिराख्नु भएको छैन। र त्यसले गर्दाखेरि उहाँहरूले जुन छवि हिजो बनाउनु भएको थियो भूमिगत कालमा अथवा चाहिँ पञ्चायती व्यवस्था फाल्ने कुरोमा, जनयुद्धमा, त्यो छविहरू धुमिल हुँदै गइरहेको। किन वास्तु डग त छ नि त, जनता छ नि त, सबै मिडियादेखि लिएर सबैले हेरिरहेछ नि होइन। कसको कार्यकर्ता कुन हिसाबले चलेको छ, जनताप्रति उसले के उत्तरदायित्व निभाएको छ होइन। हामीले एउटा कुलमानलाई राम्रो ठाउँमा चाहिँ हाम्रो अध्यक्षले राखेको हुनाले त्यो विद्युत प्राधिकरणमा होइन, त्यसैभरि कत्रो हामीलाई अहिलेसम्म पार्टीको इज्जत धानिया छ नि त। त्यो विषयले कति धानिया छ, त्यो हिसाबले सबै ठाउँमा हामीले सोच पुर्याउने हो भने गर्नुपर्ने धेरै छैन। एकदम यहाँ चाहिँ आजभन्दा 25 वर्ष अगाडि अर्थात् 2056 सालको संसदीय चुनावमै निर्वाचित भएर पनि आउनुभएको थियो। अहिले पनि आजको दिन अर्थात् पछिल्लो 79 सालको चुनावै हेर्दा पनि प्रत्यक्षमा महिलालाई टिकट पाउन असाध्य गाह्रो छ होइन।
अनि त्यो प्रतिस्पर्धामा असाध्यै कम महिलाहरू र अब अहिले त समानुपातिकबाट धेरै ल्याउने हामी 6 जना मात्रै जितेर आएको थियौँ देशभरिबाट। अनि त्यो छ र जस्तो नेपाल तर त्यो बेलामा 5वटा बुथ पनि कब्जा भएको थियो, किनभने एमाले फुटेको बेला थियो, माले एमाले थियो नि त। मलाई त जिस्काउँथ्यो त्यहाँ सबैले, अब त्यहाँ तिमीहरूको पार्टीको देशभरिमा 5वटा सिट आउँथ्यो एमालेको भनेर जिस्काउँथ्यो होइन। तर मैले चाहिँ नि त्यो पहिलो चुनाव लड्दाखेरि कस्तो देखेँ भने धेरै गरिब जनता छ, उनीहरू पनि हाम्रो पार्टीलाई भोट हाल्न चाहने, कम्युनिस्ट पार्टीलाई भोट हाल्नुपर्छ भन्ने फिलिङ भएको। त्यो बेला त काङ्ग्रेस एमाले मात्रै थियो, माओवादी पछि जन्मियो होइन, चौथो महाधिवेशन भनेर थियो, तर त्यति खासै चुनाव लड्ने थिएन। अनि तर त्यो बेलामा चुनाव लड्दाखेरि मैले फिल गरेँ। अनि म भेट्न गएँ के पछि हारिसकेपछि पनि सबैलाई भेट्न जान्छु भनेर। अनि किन यहाँ भोट आएन, यहाँ त अलिकति हाम्रो आउँथ्यो भने घरमा आगो लगायो, फुसलको घरमा आगो लगाउने, गरिबहरूलाई पिट्ने थुन्ने, म त कति बेहोरिया छ। त्यो उनीहरू त फेरि कस्तो भने त्यो धनी जमिनदारहरूमा आश्रित हुने, गरिब जनता तबकाको चाहिँ कम्युनिस्ट हुने उनीहरू होइन, उनीहरूको चाहिँ ज्याला मजदुरी गरेर खानेहरू चाहिँ हामीसँग आबद्ध भयो। अनि उनीहरूलाई चाहिँ खानै दिन्न। अब उनीहरूको त धानपान केही हुँदैन, थोरै 1 कट्ठा 2 कट्ठा जमिन भएको र अब त्यो 4-5जना परिवार पाल्न त धौधौ हुन्छ नि। त्यो भएर उनीहरू चाहिँ अब खान पनि गाह्रो हुन्थ्यो क्या उनीहरूलाई। अनि त्यही ठुलाबडासँग चाहिँ ऋण लिने, त्यो धान लिएर आउने, त्यही कुटेर खायो, त्यसको बापत उनीहरूकै श्रमिक भएर काम गर्नु पर्यो होइन। अनि तिनीहरूसँग विद्रोह गर्नुपर्ने स्थिति आउने भएपछि मैले चाहिँ त्यो भकारीहरू अब आफै भकारी बनाउँ हामी। अनि सिजनको बेलामा त कमाइ हुन्छ, सबैले चाहिँ होइन 2 मन 3 मन धान त्यो भकारीमा राखौँ भनेर त्यो भकारी धर्म भकारी पहिले महेन्द्रले पनि चलाएको थिए गरे अलिअलि भने महेन्द्रको पाला मैले सुनेको थिएँ मैले केटाकेटीमा। तर त्यो सोचेर त होइन, तर हामीले त्यो उपाय सोच्यौँ। अनि म त्यो बाटो त्यहाँ भर्खर सिकेर बनाएर घाममा हिँडिरहेको, अनि त्यहाँ यो क्यानेडियन कोअपरेसन डेनिस एम्बेसीको 2टा गाडी साडी गइरहेको थियो अगाडि। उनीहरू फर्केर चाहिँ उर्मिला चाहिँ हो कि होइन भनेर फर्केर 3-4 चोटि हेऱ्यो। यस्तो घाममा जेठमा तपाईँ पैदल यस्तो तराईमा भने म र विजय महतो अहिले अध्यक्ष हुनुहुन्छ उहाँ जिल्लाको। अनि विजय महतो र म 2 जना सँगै हिँडिरहेको थियौँ जेठको घाममा। अनि उनीहरू 3-4 चोटि गाडी ओर्दर गऱ्यो। अनि होइन उर्मिलाजी नै हो भनेर बोलाएर हो के गर्ने हामीले भनेर। अनि पछि उहाँले मैले एउटा कोअपरेटिभ बनाउने विचार गरिरहेको छु, जे सपोर्ट गरिदियो मलाई उनीहरूले सोधेर। अनि त्यसपछि क्यानेडियन कोअपरेसनले पनि, अनि मैले यो बच्चीहरूले पढेकै छैन, बच्चीहरूलाई चाहिँ म यो स्कुल जोड्ने कार्यक्रम गर्न चाहन्छु भनेपछि उहाँहरूले अलिकति सपोर्ट पनि गर्नुभयो। र हामीले त्यो सहकारीहरू बनाएर धेरै आलुहरू उत्पादन गरेर तरकारी अब खाने त्यो थारूहरूमा त तरकारी रोप्नै चल्ने थिएन। अनि यस्तो चिजहरू काम गर्दाखेरि पनि महिलाहरू पनि धेरै खुसी भयो होइन। अब उनीहरू सबै रोजगारीमा सिर्जना धेरै लाग्दैन रहेछ क्या, भिजन मात्रै भयो भने पनि हुँदो रहेछ। अनि त्यो हिसाबले कति भिजन र कमिटमेन्ट भयो भने म त्यो हिँडेँ पनि होइन। अब बाँधहरू पनि बनायो, पैसा त्यही जनताबाट उठेर बन्यो, सबै चिज बन्यो। अनि त्यो बेलामा अब त्यत्रो बुथ कब्जा पनि गर्यो, पुरै प्रशासन नाङ्गै तरिकाले लाग्यो, त्यही पनि हामीले चुनाव जित्यौँ। किनभने त्यहाँ जनताको माया चाहिँ असाध्यै धेरै थियो। दिदी नातिन होला भोट चाहिँ हामीले गाउँको भसक्क हालेका छौँ होइन। म त कङ्ग्रेसको एकजना त्यो स्कुल बनाउनु भएको उसको छोरा कहाँ गएँ त्यो भोट माग्न, उनीहरू त के देला भनेको। उन बुढा चाहिँ तपाईँ एउटा देउतै हो, यत्रो महिलाहरूलाई शिक्षा दिने, स्कुलमा छोरीहरू पढ्नै जान्थेन, छोरीहरूलाई स्कुल पठाउनु भयो, घर घरै अभियान चलाएर भनेर बुढाले चाहिँ मलाई चाहिँ यस्तो त्यो टिका लगाएर भित्र लगाएर त हामी पनि त्यहीँ हाल्छौँ भोट भनेर भने कि मलाई त्यो दिन चाहिँ मलाई एकदम हो मैले जितेँ मन भने जस्तो फिल भयो क्या। त्यो हिसाबले चाहिँ काम गर्नुपर्ने हो मलाई अहिले फिल हुन्छ। म राजनीतिमा नलाएर त्यही गरिरहेको बरु अलि धेरै बनाउँदै कि जस्तो लाग्छ क्या। अनि यो पोलिटिक्समा आइसकेपछि चाहिँ फेरि यतापट्टि यो संसद यताउता भन्दा अर्कै झगडा हुँदो रहेछ क्या। बरु त्यस समस्या भएर बस्नुपर्ने रहेछ अलिअलि भन्ने फिल हुन्छ कहिलेकाहीँ। तर पनि अब नीति राष्ट्रिय नीतिलाई डोर्याउने ओर्ने होइन, अब जनताको लागि एउटा चाहिँ राष्ट्रिय नीति बनाउने, त्यो राहतका कुराहरूलाई कसरी लैजाने भन्ने विषयमा त मूल नीति बन्ने ठाउँ त फेरि सरकार पार्लियामेन्ट नै हो नि होइन। त्यहाँबाट अलिकति कमी भइरहेको छ होइन। राजनीतिमा लागेर अब तपाईँले दुःख गरेका आफ्नै चाहिँ कथा व्यथा होला नि, तर अब मन्त्री पनि हुनुभयो, पछि अब माओवादीमा आउनुभयो, राष्ट्रिय सभाको उपाध्यक्ष पनि हुनुभयो, पाउनुपर्ने जिम्मेवारी त पाउनुभयो नि तपाईँले पनि होइन। अब त्यस्तो हो, स्थानीय विकास मन्त्री भएँ होइन। अब त्यही भएको बेलामा के गर्ने भन्ने कुरो होइन। त्यो त्यहाँ चाहिँ दलित विकास समिति थियो होइन, दलित विकास समिति अब जिल्लाभरि बन्ने भइहाल्यो। तर महिलाको थिएन क्या, गुम्बा विकास थियो के थियो। अनि मैले महिलाको छैन भने नयाँ बनाएँ नि त, मन्त्री चाह्यो भने त बन्दो रहेछ नि त। देशैभरि मैले महिला विकास समिति बनाएँ हरेक जिल्लामा होइन। त्यस्तो 2-4टा नयाँ काम मैले त्यहाँ गरेँ होइन। त त्यो के भनेदेखि अब दलितको पनि थियो होइन,
अब गुम्बाहरूको अब गुम्बाको लागि गुम्बा विकास समिति पनि थियो, त्यसमा तामाङ भाइहरू सबै लाग्नुहुन्थ्यो। अब त्यसपछि जनजातिको बनाइयो, महिलाको बनाइयो होइन, भनेपछि थप बनायो नि त। अनि त्यो महिलाहरू त हरेक जिल्लामा चाहिँ 5 जनाको एउटा कमिटी बन्दा समिति बनेर एकजना उपाध्यक्षको हैसियतले त्यहाँ बसेर जिल्ला विकास समितिमा त उसले बजेट लाने ओर्ने प्रोभिजन लाग्दा काम त लाग्यो नि। त्यो चाहिँ त्यो भिजनले हामीले के चाहिँ छुट्या छ त भनेर मात्रै गरिदियो भने पनि धेरै काम हुँदो रहेछ जस्तो मलाई फिल हुन्छ। र म जहाँ गएँ दिदी तपाईँको पाला म उपाध्यक्ष भएँ नि भनेर सबैले भने क्या। अब मलाई त्यतिले पनि एउटा खुसी त भयो नि, होइन मैले ठिकै गरेछु भनेपछि हामीले महिला सशक्तिकरणमा त्यो पनि एउटा ठुलो नै पहल हो। अब देशैभरि भयो होइन, त्यो बेलामा 75 जिल्ला थियो, 75 जिल्लामा भयो नि त। भनेपछि 75 जिल्लामा 5-5 जना महिला सेट भयो। अनि हामीले यहाँ उसमा पनि केन्द्रीय स्तरको पनि बनाउन लागिसकेका थिएँ। अब 5 महिनाभन्दा त बढीमा सरकारमा बस्न पाएन होइन, त्यो निर्णय गर्न भ्याइन होइन। त्यो हुँदाखेरि पनि अब तर जति जे थियो गर्नुपर्ने सबै चिज कमिटीहरू ट्याङटुङ मैले चाहिँ 4 महिनामा सबै कम्प्लिट गरेको थिएँ होइन। र थप पनि नयाँ बनाएँ। भिजनले काम गरिदियो भने हामीले सबैलाई सम्बोधन गर्न सक्ने हुँदो रहेछ भन्ने चाहिँ मलाई फिल छ। एकदमै अन्त्यतिर छु। अब यो अहिले चाहिँ तपाईँहरूको दल नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षको रूपमा संसदमा छ र 84को चुनावलाई लिएर माओवादी तबका निकै नै उत्साहित भएको देखिन्छ होइन। ठुला दलहरू सरकारमा छन् र डेलिभरी जुन हिसाबले दिन पर्ने हो त्यो नहुँदाखेरि पक्कै पनि त्यो स्वाभाविक पनि होला एक हिसाबले। के देखिराख्नु भएको छ यो 84को चुनावमा माओवादीले एउटा उपलब्धि हासिल गर्न सक्छ? अब मैले यहाँ झुट बोल्न सक्दिनँ है, म अलिक प्रष्टै मान्छे हो, मेरो पार्टीलाई पनि सुनाउन चाहन्छु। हामी सङ्गठन भनेपछि हाम्रो पार्टीहरूले बुझ्दैन, तर जबसम्म हामी चाहिँ एकदमै निमुखा जनताहरू को बिचमा अहिले जुन किसिमले हाम्रो अध्यक्ष र पार्टीले अभियान चलायो, यसले धेरैलाई सम्बोधन गरेका छ, मुद्दामा धेरै कुरो सम्बोधन पनि गरेका छ हाम्रो पार्टीले भन्नुपर्छ होइन। अब एक किसिमले समावेशी संविधान भयो होइन, अब सरकारमा पनि समावेशी त्यो हिसाबले झल्किन्छ। तर अहिले जुन किसिमले पार्टीको आधार भनेको सङ्गठन हो हाम्रो, त्यो सङ्गठन भनेको एकदमै गरिब तबकाका जम्मा निमुखा जनता सबैले हाम्रो छत्र छायामा हामीले जोडेर लिएर आउने र उहाँहरूको मुद्दा चाहिँ पार्टीमा हाम्रो मूल मुद्दाहरू यो हो तल्लो तबकाबाट आएको भन्ने कुरोमा हरदम निरन्तर सञ्चार संवाद भएर जीवन्त पार्टी बनाउन चाहिँ अझै चुकेको छ होइन। अब म स्थानीय विभाग प्रमुख भएँ, मलाई उपाध्यक्ष बनाइयो होइन, यता आइसकेपछि उपाध्यक्ष भएपछि मेरो छुटेँ। अहिले फेरि स्थानीय विभागको प्रमुख बिचमा कोही पनि भएन। अब काम त अस्ति स्थानीय विभागको चाहिँ नि एउटा प्रशिक्षण कार्यक्रम राखियो, तर मलाई थाहा छैन उहाँहरूले प्रशिक्षण कार्यक्रम राख्यो। म पनि विभाग प्रमुख भएको नाता त्यो दिन गएँ होइन। अब गएँ तर अब एकदमै राम्रो प्रशिक्षण हो, विज्ञहरू आउनुभयो, त्यो चाहिँ धेरै राम्रो कार्यक्रम हो। तर त्यसको निरन्तरता र कडीलाई अब सङ्गठनात्मक हिसाबले चाहिँ हामीले अझ ढाल्ने हिसाबले तल स्तरसम्म हामीले त्यो समितिहरू बनाएर परिचालन गऱ्यौँ भने त्यहाँ जनतासँग जोड्ने काम के हुन्छ, जिल्ला स्तरमा पनि हुने भयो होइन भनौँ न। अब त्यहाँ छ नि त पालिकाहरू छ, हाम्रो नगरपालिका छ, गाउँपालिका छ, उहाँहरूले चाहिँ कसरी सम्झिदिने त्यो चिजलाई, त्यसमा चाहिँ अब हामीले प्रदेश स्तरमा पनि त्यो कार्यक्रमहरू गर्ने, त्यो किसिमले अलि बढी व्यापकता साथ हामी जान सक्यौँ भने चाहिँ जबसम्म हामी ग्रासरुट सबै समेट्दैनौँ हाम्रो पार्टीको अम्ब्रेला ठुलो बनाउनु पऱ्यो, छाता ठुलो बनाउनु पऱ्यो क्या। अलिकति हामी बढी केन्द्रमुखी बढी भएको छौँ भन्ने मलाई लाग्छ र एडहक बेसिसमा बढी काम हुन्छ। ल अब यो गर्ने भन्यो त्यसको निरन्तरता हुँदैन, अर्को हुन्छ त्यो त्यसलाई चाहिँ अलिकति एउटा निरन्तरको पाटोमा चाहिँ सबै रिपोर्टिङ सिस्टम काम गर्ने सिस्टमहरूलाई व्यवस्थित गर्ने कुरोमा चाहिँ अलिक चुकेको छ जस्तो मलाई लाग्छ। तर सोच विचारको हिसाबले अहिले जुन किसिमले हामी देशैभरि अभियान चल्यो त्यसले एउटा ऊर्जा चाहिँ ठुलो दिएको छ, सन्देश पनि राम्रो दिएको छ। निश्चित रूपले योभन्दा बढी राम्रो हुन्छ, तर जबसम्म हामी सम्पूर्ण जनतालाई एउटा मालामा गाँसेर होइन जान सक्दैनौँ र पार्टीभित्रको उपविभाजनहरू जुन छ नि उपसमूहहरू, ती उपसमूहहरूलाई तोडेर एक सूत्रधारमा लिएर आउने कुरोमा चाहिँ अझै धेरै मेहनत गर्नुपर्ने देख्छु मैले। हुन्छ, अमूल्य समय दिनुभयो, यहाँको महत्त्वपूर्ण विचारका लागि धेरै धन्यवाद। हजुर हस्, यहाँहरूले पनि मलाई एउटा विचार व्यक्त गर्ने अवसर दिनुभयो, यहाँहरूलाई पनि धन्यवाद भने। हस् धन्यवाद, सम्पूर्ण श्रोतावर्गलाई पनि धन्यवाद हुन्छ। आदरणीय दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्रका नेत्री, पूर्व राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष समेत रहनुभएका माननीय उर्मिला अर्याल। यो सँगै अहिलेको एबिसी वाच यहीँ समाप्त हुन्छ। अर्जुन लिम्बू बिदा चाहन्छु। एबिसी टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।